कार्यालयमा जडान भएको हाजिरी मेसिनलाई ई-एटेन्डेन्स प्रणालीमा कसरी लिङ्क गर्ने आज म यो भिडियोमा देखाउँदैछु। सर्वप्रथम आफ्नो कम्प्युटरमा गुगल क्रोम अथवा कुनै ब्राउजर खोल्नुहोस् र सर्च बारमा गई एटेन्डेन्स attendance.gov.np टाइप गरी इन्टर थिच्नुहोस्। त्यसपछि तपाईले यी हाजिरी प्रणालीको लगइन पेज देख्नुहुनेछ, जहाँ तपाईले लगइन गर्नको लागि आफ्नो PIS नम्बर र पासवर्ड राखी लगइनमा क्लिक गर्नुहोस्। तत्पश्चात तपाईले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली यी हाजिरीको होम पेज देख्नुहुनेछ, जहाँ तपाईले छेउपट्टि 5 वटा ट्याबहरू देख्न सक्नुहुनेछ। गृहपृष्ठ, कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, प्रतिवेदन र सहायता। हाजिरी मेसिनलाई लिङ्क गर्नको लागि हामी कार्यालय व्यवस्थापन ट्याबमा क्लिक गर्छौँ। त्यसपछि तपाईले कार्यालय व्यवस्थापनभित्र आफ्नो कार्यालयको नाम देख्न सक्नुहुनेछ। त्यसको अगाडि प्लस चिन्ह देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले कार्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न ट्याबहरू देख्नुहुनेछ। हामीले हाजिरी मेसिन लिङ्क गर्न हाजिरी उपकरण भन्ने ट्याबमा क्लिक गर्छौँ। यस कार्यालयको पहिला नै एउटा हाजिरी उपकरण लिङ्क भइसकेकोले यहाँ देखाएको छ। तपाईको कार्यालयको युजरमा यो नदेखाउन सक्छ। अब हामी नयाँ थप्नुहोस्मा क्लिक गर्छौँ र यहाँ आफ्नो कार्यालयको नाम देखाउँछ र उपकरणको नाममा सजिलोको लागि आफ्नो कार्यालयको नै नाम टाइप गर्नुहोस् र उपकरण नम्बर आफै जेनेरेट हुँदा त्यसलाई केही नगर्नुहोला। र उपकरण मोडलमा यसरी यहाँ भएका मध्ये जुन हाजिरी डिभाइस आफ्नो कार्यालयमा सञ्चालनमा छ त्यो सिलेक्ट गर्नुहोस्। जेके को डिभाइस भएमा जेके अथवा हिगभिजन जुन छ, जेके अथवा हिगभिजन जुन डिभाइस हजुरले खरिद गर्नुभयो र सेटअप गर्नुभएको छ उक्त डिभाइस सिलेक्ट गर्नुहोला। त्यसपछि उपकरणको सिरियल नम्बरमा तपाईले आफ्नो हाजिरी डिभाइस लगइन गरेर सिस्टम इन्फोमा जाने र डिभाइस इन्फोमा भएको सिरियल नम्बरलाई टाइप गर्नुहोस् र सञ्चार पोर्ट, सिरियल पोर्ट र उपकरण आइपी यसमा नै अटो आउने गर्छ, कुनै परिवर्तन गर्नु पर्दैन। र यति गरिसकेपछि नयाँ थप्नुहोस्मा क्लिक गर्नुहोस्। तत्पश्चात तपाईँ एड गरेको डिभाइस यसरी रोमा आएर बसेको हुन्छ र तपाईले छेउपट्टि एडिटमा क्लिक गर्नुहोस् र देखिएको विवरणलाई मोबाइलले फोटो खिची सूचना प्रविधि विभागमा पठाउनु पर्ने हुन्छ। सूचना प्रविधि विभागले तुरुन्तै यसलाई एक्टिभ गरिदिन्छ। तत्पश्चात तपाईको कार्यालयमा भएका कर्मचारीहरूको हाजिरी यसरी यी हाजिरी प्रणालीमा देखाउँछ। हाजिरी डिभाइस सेटअप गर्ने र यी हाजिरी प्रणालीमा कर्मचारी, पद, श्रेणी, समूहहरू लगायत शाखा एसाइन गर्ने सम्पूर्ण प्रक्रियाहरूमा पनि कुनै समस्या छ भने मेरो च्यानलमा गई अन्य भिडियोहरू हेर्न सक्नुहुनेछ। कृपया भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अहिलेलाई भने म यो भिडियोबाट बिदा हुन्छु। हजुरको समय शुभ रहोस्। धन्यवाद।